नमस्ते। आज हामी एउटा यस्तो विषयको विश्लेषण गर्दैछौँ जसको स्रोत भनौँ न अलि अनौठो छ। यति अनौठो कि सुरुमा त यो केही पनि होइन जस्तो लाग्न सक्छ। ल अब यसमा डुबुल्की मारौँ है त। ओ स्क्रिनमा जे देखिँदैछ ठ्याक्कै त्यही हो हाम्रो आजको विश्लेषणको आधार, एउटा खाली पाना। यो कुनै मजाक होइन है, बरु यही शून्यताभित्र एउटा हामीले सोच्दै नसोचेको गहिरो अनि शक्तिशाली विचार लुकेको छ। त्यसो भए अब एउटा सिधा प्रश्नमा जाउँ। एउटा खाली पानाबाट आखिर के सिक्न सकिन्छ र? के यो केवल केही नहुनुको सङ्केत हो वा यसले केही गहिरो कुरा भन्न खोज्दैछ? यही प्रश्नले नै हामीलाई मानव मनोविज्ञान र रचनात्मकताको एकदमै केन्द्रमा पुर्याउँछ। ल हाम्रो खोज सुरु हुन्छ एउटा निकै रोचक अवधारणाबाट, हर भ्याकुई। यो एउटा ल्याटिन शब्द हो जसको सिधा अर्थ हुन्छ खालीपनको डर। यो त्यही मानवीय स्वभाव हो जसले हामीलाई जहिले पनि खाली ठाउँहरू भर्न उक्साउँछ, चाहे त्यो चित्र बनाउने क्यानभास होस् वा हाम्रो आफ्नै जीवन। यो शब्दले खासमा खालीपन देख्दा हामीलाई हुने असहजतालाई जनाउँछ। इतिहास पल्टाएर हेर्ने हो भने कलाकारहरूले क्यानभासको हरेक कुना रङले भरेका छन्। दार्शनिकहरूले शून्यताको अस्तित्वबारे लामो लामो बहस गरेका छन्। अझै सजिलोसँग बुझ्नको लागि सोच्नुहोस् त, दुईजना मान्छे कुरा गर्दा गर्दै जब अप्ठ्यारो मौनता छाउँछ नि, हो त्यो पनि यही गहिरो मानवीय स्वभावको एउटा सानो तर सटीक उदाहरण हो। तर एउटा प्रश्न उठ्छ, के खालीपनलाई सधैँ डराउनु पर्ने कुराको रूपमा नै हेर्नुपर्छ त? कि यसलाई एउटा अवसरको रूपमा पनि हेर्न सकिन्छ? अब यो उदाहरणले चाहिँ हाम्रो सोचाइमा एउटा निकै महत्त्वपूर्ण मोड ल्याउँछ। यसले के भन्छ भने शून्यता भनेको अन्त्य होइन, बरु यो त कुनै नयाँ कुराको सुरुवात पो हुन सक्छ। अब यो स्लाइड निकै रोचक छ किनकि यसले दुईवटा बिल्कुलै फरक दृष्टिकोणलाई आम्ने सामने राख्छ। हेर्नुस् है, एकातिर खालीपनलाई अभाव, असफलता वा अन्त्यको रूपमा हेरिन्छ, तर ठ्याक्कै यसको उल्टो अर्कोतर्फ यसलाई ठाउँ, सम्भावनाको क्षेत्र र एउटा नयाँ सुरुवातको रूपमा पनि त हेर्न सकिन्छ नि। मतलब हाम्रो हेर्ने दृष्टिकोणले नै सबै कुरा निर्धारण गर्दो रहेछ। त्यसो भए अब हामी यस विश्लेषणको एकदमै मुख्य तर्कमा प्रवेश गरौँ। यहाँ हामी के हेर्छौँ भने खालीपन वा शून्य कसरी एक शक्तिशाली र आवश्यक तत्त्व हो। यो केवल केही नहुनु मात्र होइन, बरु यो त अर्थको एउटा सक्रिय हिस्सा हो। ल अब यसलाई व्यवहारमा हेरौँ न। जस्तै कलामा कुनै पनि चित्रको मुख्य विषयलाई केले परिभाषित गर्छ? त्यसको वरिपरिको खाली ठाउँ अर्थात् नेगेटिभ स्पेसले। अनि सङ्गीतमा गीतका नोटहरू बीचको मौनताले नै त लय र भावनालाई जन्म दिन्छ। गणितको कुरा गर्ने हो भने शून्यको आविष्कार नभएको भए आजको आधुनिक गणनाको त कल्पना पनि गर्न सकिँदैनथ्यो। र ध्यानमा मनलाई खाली गरेर नै त हामी स्पष्टता र शान्ति पाउँछौँ, होइन र? त्यसैले यहाँ बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के हो भने चिजहरू बीचको खाली ठाउँ निष्क्रिय हुँदैन। वास्तवमा यो त त्यो अदृश्य शक्ति हो जसले सबै कुरालाई एकै ठाउँमा जोड्छ र तिनीहरूलाई अर्थ दिन्छ। सुन्दा जति सरल लाग्छ, यो त्यति नै गहिरो सत्य हो। ल अब हामी हाम्रो अन्तिम खण्डमा आइपुगेका छौँ। यहाँ हामी यो अवधारणालाई फेरि रचनात्मकता र अवसरको विचारसँग जोडेर हेर्छौँ। त्यो सुरुमा देखेको खाली पाना अब डरलाग्दो लाग्दैन, बरु प्रेरणाले भरिएको देखिन्छ। अब एकछिन यो शब्दमा रोकिएर सोचौँ त, खालीपन। किनभने यो हामीले सोचे जस्तो कुरा होइन। यो कुनै यात्राको अन्त्य वा असफलताको सङ्केत त बिल्कुलै होइन। बरु यो त एउटा निमन्त्रणा हो, केही नयाँ सृजना गर्न, सोच्न, कल्पना गर्न र केही एकदमै नौलो कुरा सुरु गर्नको लागि एउटा खुला निमन्त्रणा। र यसले हामीलाई अन्तिम अनि सायद सबैभन्दा व्यक्तिगत प्रश्नमा ल्याइ पुर्याउँछ। त्यो खाली पाना, त्यो मौन क्षण, त्यो खुला अवसर, त्यो आफ्नो खाली ठाउँमा आखिर के सृजना गर्ने होला? यही प्रश्नलाई आजको लागि एउटा अन्तिम विचारको रूपमा छोड्दैछु।